देशकै कान्छो निकुञ्जका रूपमा विक्रम सम्वत 2067 साल असाढ 28 गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै गएको छ। पाटेबाघ संरक्षणका लागि विस्तार भएको निकुञ्जमा दर्जनौं पर्यटन आकर्षण केन्द्रहरू निर्माण गरिएका छन्। कुल 550 वर्ग किलोमिटर क्षेत्रमा रहेको निकुञ्ज र मध्यवर्ती क्षेत्र बाँके, दाङ र सल्यान जिल्लाको 343 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। विश्वमै दुर्लभ वन्यजन्तु पाटेबाघको संरक्षणका लागि स्थापित निकुञ्जमा आन्तरिक र बाहिरी पर्यटन आगमन सुरु भएको छ। निकुञ्जमा जैविक, प्राकृतिक र जीवजन्तुबाट पर्यटन आकर्षण सम्भावनासँगै सिमसार क्षेत्र, डाँडाकाँडा, खोला, नदी नाला लक्षित गरी पर्यटन विस्तार भएको छ। बाँके राष्ट्रिय निकुञ्जले पर्यटकीय विकासका लागि राप्ती सोनारीका कुसुम, शमशेरगञ्ज र महादेवपुरी क्षेत्रमा घाँसी मैदान निर्माण गरेको छ। अहिले आधा दर्जन घाँसी मैदान विस्तार गरी पर्यटन केन्द्र बनाइएको छ। बाँके राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गन्तव्यहरू प्रशस्त छन्, जसमध्ये पनि विशेष गरेर जैविक विविधतामा आधारित पर्यटन मात्रै सम्भव छ भित्रको क्षेत्रमा। त्यो क्षेत्रमा पूर्वाधारको विकास पूर्ण रूपले भइसकेको अवस्था पनि हो। र सबभन्दा ठुलो कुरो के हो भने जहाँ पर्यटकीय गतिविधि सञ्चालन गरिन्छ त्यस्तो ठाउँमा होमस्टे लगायत जस्तै तपाईँको सङ्ग्रहालयहरू अथवा स्थानीय समुदायसँग भएको जुन पर्यटकीय क्षमता, धर्म, संस्कृति, कला, वेशभूषा, रहनसहन आदिलाई कमसेकम पनि सङ्ग्रहालयको रूपमा विकास गर्न सक्यो भने पनि बाँके राष्ट्रिय निकुञ्ज र यसको वरपरको क्षेत्रमा पर्यटकीय गतिविधिहरू सम्भव छ भन्ने लाग्छ। पछिल्लो समयमा बाँके राष्ट्रिय निकुञ्ज नेपालकै एउटा प्रमुख पर्यटकीय हबको रूपमा विकसित हुँदै गएको अवस्था हो। बाँके राष्ट्रिय निकुञ्जको कोर क्षेत्र मात्रै नभएर यसको मध्यवर्ती क्षेत्रमा पनि विभिन्न किसिमका सामुदायिक वनहरूमा जैविक विविधतामा आधारित पर्यावरण प्रवर्धनका निमित्त थुप्रै यस्ता कामहरू भएको छन्। हामीले देख्न सक्ने वन्यजन्तु बाघ, चौका जस्ता वन्यजन्तु सामुदायिक वनमा देख्न सक्ने अवस्था पनि छ। समय सँगसँगै बाँके र यसको मध्यवर्ती क्षेत्रलाई पर्यटनमा अगाडि बढाउने हो भने थुप्रै कुराहरू अझ गर्न बाँकी छन्। बाहिरको क्षेत्रमा स्थानीय धर्म, संस्कृति, कला, स्थानीय समुदायहरूको कला संस्कृति, धार्मिक स्थल जस्ता क्षेत्रहरूलाई चाहिँ कमसेकम पनि स्थानीय निकाय, नेपाल सरकार र सरकारवाला सम्पूर्ण निकायहरूले सबभन्दा ठुलो गर्नुपर्ने काम भनेको प्रचार प्रसार। पर्यटकीय गन्तव्यका निमित्त छनौट, त्यो गन्तव्यमा घुम्न गइसकेपछि त्यहाँ कमसेकम पनि वासस्थानको व्यवस्था र पर्यटकीय क्षेत्रमा अलिक ठुलो लगानी पछिल्लो समयमा आवश्यक भएको देखिन्छ। यस निकुञ्जको महादेवपुरी, चुनभट्टी, बुच्चापुर, ठुरिया र गोठेरेमा घाँसी मैदान छन्, जहाँ मचान, पानी पोखरी, सङ्केत निर्माण, सौर्य साधन, बाटो, पैदल यात्रीका लागि बाटो बनाइएको छ। घाँसी मैदानमा पानी, पोखरी, पानीका लागि बाँध, निकुञ्जका चराचुरुङ्गी र जनावर अवलोकन गर्ने भ्यू टावर निर्माण गरिएको छ। 12 महिना पानी जम्ने र बग्ने स्थलका रूपमा घाँसी मैदानलाई सिमसार क्षेत्रका रूपमा समेत निकुञ्जले विस्तार गरेको छ। पोखरी निर्माण, पानी जम्ने स्थल र घाँसी मैदानको चारैतिर घना जङ्गली झाडी रहेकोले घाँसी मैदानमा निकुञ्जका जनावर र चराचुरुङ्गी हेर्न र घुम्न लायक छ। निकुञ्जमा पर्यटन आकर्षणका लागि जङ्गली सफारी सुरु भएको छ। निकुञ्जले सफारीका लागि बाँके, दाङ र सल्यान जिल्लामा समेत सफारी गर्न मिल्ने गरी 4वटा सडक सञ्जाल विस्तार गरेको छ। पर्यटन प्रवर्धनका लागि विभिन्न चुनौती र समस्याका बीच आवश्यक संरचना र पूर्वाधार निकुञ्जमा निर्माण भइरहेका छन्। मध्यवर्ती क्षेत्र भन्ने बित्तिकै त्यसमा स्पेसली प्राइभेट एजेन्सिजहरूले, स्पेसली स्थानीय जनताले आफ्नै लगानीमा निर्माण गरेका कुराहरूलाई हामी हेर्नु पर्यो र त्यसमा चाहिँ पर्यटकीय गतिविधि सञ्चालनमा सहयोग पुर्याउनको लागि जुन एकोमोडेसनका कुराहरू हुन्छ, जस्तै बसोबासको लागि, खानपिनको लागि चाहिने पूर्वाधारहरू उहाँले निर्माण गर्नुभएको अवस्था चाहिँ छ। र सबभन्दा महत्त्वपूर्ण चाहिँ हामीसित सबै परिचित भएको र अति नै चिरपरिचित गाबर होमस्टे, त्यसै गरी तपाईँको चाहिँ बालापुरमा एउटा होमस्टे छ, खड्गवरमा पनि होमस्टे छ
र यसरी विभिन्न ठाउँमा होमस्टेहरू सञ्चालन भएका छन् र गाभरको सबभन्दा एक्टिभ रूपमा सञ्चालन भएको छ भने अरू चाहिँ बालापुर र खडगपुरको त्यति एक्टिभ हुन सकेको छैन र त्यसलाई पनि विभिन्न प्रदेश सङ्घ र स्थानीय तहले त्यसलाई चाहिँ सपोर्ट गरेर अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ भने सँगसँगै यो स्थानीय जनताले सफारी जिपहरूलाई पनि उहाँले लगानी गर्नुभएको छ र बाँकी राष्ट्रिय निकुञ्जमा अहिले हामीसित 3वटा सफारी जिपहरू छ यानि हामीले लगभग 45 जना पर्यटकलाई एकैचोटि बाँकी राष्ट्रिय निकुञ्ज सफारी चलाउन सम्भव छ। बाँकी राष्ट्रिय निकुञ्ज पर्यटकीय हिसाबले अति नै महत्त्वपूर्ण स्थान हो र यहाँ विभिन्न पर्यटकीय गतिविधिहरू हामीले सञ्चालन गर्न सक्छौँ। प्रचुर पर्यटकीय गतिविधिहरू सञ्चालन गर्न सकिने एकदम इम्पोर्टेन्ट स्थान भएको ठाउँमा क्याटेगोरिकली भन्दाखेरि हामीले 4वटा विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्न सक्छौँ। एउटा पर्यटनसँग सम्बन्धित, अर्को साहसिक पर्यटनसँग सम्बन्धित, अर्को धार्मिक र सांस्कृतिकसँग सम्बन्धित छ भने अर्को चाहिँ कृषि वन पर्यटनसँग सम्बन्धित पनि हामीले सञ्चालन गर्न सकिन्छ। र पर्यटनसँग सम्बन्धित हामीले गर्ने भनेको वन्यजन्तुको अवलोकन, त्यसपछि तपाईँको चाहिँ विभिन्न शहरहरू, दृश्यावलोकनहरू, चरा अवलोकन लगायतका क्रियाकलापहरू पर्न सक्छन् भनेदेखि साहसिक पर्यटन अन्तर्गत तपाईँको हात्ती सफारी, चुरे हाइकिङ, राफ्टिङ, साइक्लिङ लगायतका विभिन्न एक्टिभिटिजहरू बाँकी राष्ट्रियहरूले पस्किन सक्छ। र त्यसै गरी कृषि र तपाईँको चाहिँ वनसँग सम्बन्धित पनि हाम्रो जस्तै गाभर होमस्टेमै जानुभयो भने तपाईँले त्यहाँ विभिन्न मौरी पालन, तपाईँको चाहिँ विभिन्न खेती गर्नको लागि चाहिँ हामीले चाहिँ पर्यटकहरूलाई बोलाएर खेतीमा संलग्न गराउने, तपाईँको फिसिङमा, तपाईँको एङ्गलिङमा यी लगायत विभिन्न क्रियाकलापमा हामीले चाहिँ उहाँहरूलाई चाहिँ इन्भल्भ गराएको अवस्था चाहिँ छ। के चाहिँ एउटा बाँकी जिल्ला एउटा चाहिँ धार्मिक हिसाबले र सांस्कृतिक हिसाबले पनि अति नै धनी भएको हुनाले यहाँ बर्फानी बाबा, सन्तानेश्वर महादेव, बागेश्वरी लगायतको धार्मिक स्थलमा आउने पर्यटकलाई पनि हामीले यहाँ हेर्न सक्छौँ। र त्यसै गरी यो तपाईँको कैलाश मानसरोवर जाने तीर्थालुहरूको चाहिँ एउटा गेटवे जुन कर्णालीको गेटवे पनि भनिन्छ यो बाँकीको चाहिँ नेपालगञ्ज र कोवलपुरलाई, त्यो क्षेत्र नजिकै भएको हुनाले त्यहाँ आउने तीर्थयात्रीहरूलाई पनि हामीले बाँकी राष्ट्रिय निकुञ्जको भिजिट गर्न सकिन्छ, जसमा मुख्यतया भारतीय हाम्रो छिमेकी राष्ट्र भारतीय पर्यटनका सम्भाव्यताहरू हुनसक्छ भन्ने हामीलाई लाग्छ। राप्ती सुनारी गाउँपालिकामा बाँके निकुञ्जसँग जोडिएको राप्ती नदी पनि पर्यटन स्थलको रूपमा रहेको छ। राप्ती नदीमा 12 महिना पानी बग्ने भएकोले जुनसुकै सिजन र मौसममा र्याफ्टिङका लागि प्रयोग गर्न सकिन्छ। राप्ती नदीमा बोटिङ र र्याफ्टिङ सँगै नजिकै पार्क र पिकनिक स्थल रहेकोले यसको मजा र प्रयोग गर्न सकिन्छ। र्याफ्टिङका क्रममा राप्ती नदीमा गोही, डल्फिन, रैताने माछा र विभिन्न प्रजातिका चराचुरुङ्गी, बाँदर, बदेल, चित्तल, खरायो लगायतका जङ्गली जनावर अवलोकन गर्न सकिन्छ। राप्ती नदीको दाङ र बाँकीको सीमा शिव खोलादेखि अगैयासम्म र्याफ्टिङको सम्भावना छ। राप्ती नदीको चाहिँ यो सिक्ता अगैया स्थित यो सिक्ताको बाँधदेखि पूर्वपट्टि जुन पानीहरू एकदम थोरै मात्रामा सञ्चय भएको हुन्छ, अब त्यहाँनिर चाहिँ हामीले अब र्याफ्टिङ र बोटिङ गर्ने भनेर एउटा डिपिआर पनि गर्दैछौँ र सम्भावना धेरै छ त्यहाँ, किनभनेपछि र्याफ्टिङ र बोटिङ गर्नका निमित्त हाम्रो राप्ती सुनारीमा अन्य स्थानीय तहदेखि र अन्य जिल्लाहरूबाट पनि पर्यटकहरूलाई हामीले भित्राएपछि किन भए पनि हाम्रो चाहिँ यहाँका बासोबासीहरूको जनताहरूको 1-2 पैसा आयोजन हुने सम्भावना धेरै छ। यसले चाहिँ हामीले अब जोड दिनका निमित्त बजेटहरू छुट्याएर कार्यान्वयनको प्रक्रिया चाहिँ अगाडि बढिरहेको छ। अगैयामा अवस्थित सिक्टा सिँचाइ आयोजना आन्तरिक पर्यटनका लागि स्थापनादेखि घुम्ने ठाउँ बनेको छ। पूर्व पश्चिम राजमार्ग हुलाकी सडक भएर आउजाउत गर्ने र यहाँ काम विशेषले आउनेका लागि यो स्थान एकपटक हिँडेर फोटो खिचेर जाने गरिन्छ। राप्ती पारी र राप्तीवारीका वडाहरू जोड्ने पुल समेत रहेकोले पर्यटकीय चहलपहल भइरहन्छ। बाँध नजिकै रहेको पिकनिक स्थलले पनि थप पर्यटन आकर्षण गरेको छ। बोटिङ, माछा मार्नका लागि पनि यो क्षेत्र प्रसिद्ध छ। राप्ती नदी रहेको सिक्टा सिँचाइ आयोजनाको हेड बक्समा पानी जम्मा हुने भएकोले यहाँको बाँध छेउसम्मै बोटिङ र र्याफ्टिङ सञ्चालन गर्न सके थप पर्यटन आकर्षण गर्न सकिन्छ।